के खानु तपाईँ ऊ पानी खानु अब म कसै कुरा सुन्दिनँ सौरा रसवा जाने सौरा चिकन पनि पाएन ठाउँ पाएन हात समाइहाल्छ कि कहाँ आइपुग्यो यार हामी अनएक्सपेक्टेड के आज सब अनएक्सपेक्टेड बाटो बिर्सेर हेर त ल Hey guys, welcome back to another vlog. आज चाहिँ हामी कता जाँदैछौँ आज चाहिँ हामी बौद्ध जाँदैछौँ बौद्धमा कन्सर्ट रहेछ द एक्सको अनि त्यसपछि दरबार मार्गमा गाडीहरूको सुपर कारहरूको सो छ त्यो नै हेरेर आउँछौँ हाम्रो यहाँ ड्राइभर त यता हेर्नु पर्यो ड्राइभर चाहिँ चिलमा हुनुहुन्छ ड्राइभर दाइको मालिस गर्दैछु स्पेसल मालिस गरिदिएको म ड्राइभर दाइको ड्राइभर दाइ मक्का पर्दै हुनुहुन्छ फिल लिँदै हुनुहुन्छ ड्राइभरलाई हाम्रो काटेर गयो ड्रिप गरेर हिरो एक्सर्साइज हाल्न होइन नि पम्प गर्छु त हाम्रो जिम्मा यस्तो बजाउँदै यस्तो बजाउनु पर्यो नि कुन बजाउनु हामी चाहिँ यहाँ अब सोल्टी मोड आइपुग्यौँ यहाँ कपिराइट आउँछ अब चाहिँ म यो बन्द गर्छु यहाँ गएर सिधै भेट्छु अनि बाटोमा के आयो भने त्यो नि देखाउँछु सो स्टे ट्युन आज रमाइलो हुन्छ है त्यो म त किरिम पकाइरह भनिदिन्छु काभ्री गइरह भनिदिन्छु कहाँ लाग्यो सर हामी काभ्री जान लाग्यो काठमाडौँ काभ्री भनेर सम्झी भनेर जान लाग्यो टिप्न भन्न त्यो पढ्न देखिन्छ सायरी के गर्नु बुढी लास्टै कडा छ मान्छे मलाई सरी लरे देखेनकै जुम भयो I like you already अगाडि बुझन हो बेबी तिमी र म नाचौँ म तिम्रो फ्यान भयो बेबी म तिम्रो फ्यान भयो बेबी तिम्रो प्राइस सोध्दा टाउको देखि मैले तिमी जस्तो केटी 100k फलोवर्स इन्स्टामा अलरेडी टिकटक लाइभ मा अलरेडी देख्छु तिमीलाई डेली जन फिल्टर युज गर्दा देखिन्छ केटी सो हामी यहाँ बौद्धमा आइसकेका छौँ दाइले त्यहाँ गाडी पार्क गरिसकेको छ अब चाहिँ यो त बेस मार्कको बौद्ध एरियामै हो क्या अब कन्सर्टभित्र छिर्न लाग्यो कतिको रमाइलो हुन्छ आज हावा चले त ठिक्कको ल ल ल ल ह्यान्डसम दाइ गइदिइहालौँ ल तपाईँलाई गर्मी हुन्छ र अरूलाई पो गर्मी हुन्छ तपाईँलाई देखेर अनि त्यहाँ पैसा तिर्नु पऱ्यो नि त लिनु पऱ्यो नि त्यहाँबाट अहिले त्यहाँ लिने हो नि त नाम लेखेर लिनु परेन भने गाडी नम्बर कति हाम्रो अहिले लिँदा हुन्छ कि बेसमार्कको पार्किङ लाग्ने हो र कति नम्बरको गाडी नम्बर छ बेसमार्कको लाग्ने हो र हाम्रो के खै यो सामान लेस पानु लेसमा देखाउँछ क्या फेरि साइकको हिँडिसकेका छन् हामी मात्र हो पछाडि हो बौद्धको माहौल फेरि त्यो चाहिँ किन हालिदिन्छु म त मलाई त मतलबै लाग्दैन हालिदिन्छु म यसले मुख छाडेको होइन त्यो भने होइन मैले बुझिसकेँ के हाल्नु नहाल्ने भने अनुमोल दाइ कतिको रमाइलो हुन्छ रमाइलो भइरहेछ गाडी चलाउनु पाउँदा कस्तो रमाइलो भइरहेछ आफ्नै गाडी चलाउनु के को रमाइलो हुन्छ अरू केही ठिकै छ रमाइलो भइरहेछ
तिमीलाई कस्तो लागिरहेछ मलाई त एकदम रमाइलो लागिरहेछ ल है सबैले हाम्रो अमन भाइको च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक पनि गरिदिनु होला सेयर पनि गरिदिनु होला एक्टर है स्ट्रगल गरिरहेको छ जो सपोर्टले गरिदिनु होला सबले त्यही भन्न चाहन्छु ल हाम्रो अस्तिको भाइ कति लजाइरहेको थियो अस्ति ल ठिक छ ल दरबार मार्केटमा सपिङ हान्छ नि उसले त फेरि ल हामी आइसकेका छौँ बौद्धमा We are arrived बौद्धमा कन्सर्ट guys. Let's see how the concert goes. I am really not excited because it's too much hectic crowd here. कहाँ उल्टो भयो ए हामी यताबाट जानुपर्ने हो उल्टो नहिँडौँ यताबाट जाने कन्सर्ट चाहिँ त्यहाँ अगाडि हुँदैछ जस्तो छ आज धेरै भिड छ यार के किन्ने हो तिमी के किन्छौ सायद सानोतिनो कुरा नगर न मलाई कहाँ बन्द हुन्छ छैन सक्यो धेरैजनाको छ कि एक्सको सकेपछि के कुदेर चाहियो कि मेन त्यही होइन त्यो लास्टतिर आउँछ नि त एक्सको 8 बजीदेखि कहाँ अनि तिनीहरू आउँछ त अहिले सानो जुनियर आर्टिस्ट एक्सको सकेर चाहिँ म तिमीलाई त्यो आर्ग्यु हानिदिन्छु है नहान्नु ओ माई गड बौद्ध खिचिस बौद्ध स्टुडियो बौद्धको खिच्छ कि नि सुतेर गर्न तल पनि धेरै गर्मी छ यहाँ कन्सर्ट खै सक्यो रमाइलो सकेको छैन कहाँ सकिन्छ भर्खर कति बज्यो लेट्स सी टाइम भर्खर 1:24 बाँकी छ टन्नै बाँकी यहाँ गेम्सहरू नि छ गेम्सहरू कहाँ गेम यहाँ गेमहरू नि छ खेल्नु न तपाईँ पुसअप हान्नु न कहाँ देखिस् तैँले छ कि अगाडि मैले देखाएको थिएँ हाम्रो अलिक कन्सर्ट जानु पर्यो अनमललाई हान्छ नि त पुसअप 100 अलिक त्यो जाँदैन होला 80 जान्छ कति 80 स्याम्पल होला 80 मात्र अनि त्यो 80 जाला पहिला 200 मैले हानिदिन्छु यहाँ चाहिँ यस्तो छ के गर्ने के गर्ने वेस्टेड भनेर हालिदिन्छु कहाँ बुढो पाखाको बिचमा म त्यति नि गरिब छैन 7 बजी भएको कहाँ बिहान बिहान कफी खानु रमाइलो हुन्छ नि त हिमालयन जाबा जाने बिहान बिहान कफी हुन्छ म पहिले घाममा साइक्लिङ गरेर गर्मी भयो त लास्ट गर्मी छ नि यार बोले झन् मैले यो कालो लाग्छु तिमीलाई म चाहिँ कति गर्मी भइरहेको होला हेर त पुरै कालो लागेर झन्डै रातो हुन्थ्यो ढाड पोलिसक्यो कि मेरो तिमी गरेर नाचिदेऊ न एक लट त्यहाँ आइमाईहरू नाचिरहेको छ अनमललाई एक नाच्नु न यही कन्सर्ट हो यही हो कि जाउँ न ए ल त्यहाँ नाच्नु पऱ्यो क्या तपाईँ सत्येन्द्र उता गयो ल नाचौँ न त्यही त छ नि कस्तो तपाईँ डराइडा भने यो किन्नुपर्छ क्या अनुलाई किन्ने हो यो भन्नु न किन्ने हो कि नै कस्तो लजाइरहेको तपाईँ होइन किन लाउँछ लाख पर्छ हो हेर्नु त यहाँ खोजेर त्यसले हाम्रो खोजेर है घाम गइदियो हुन्थ्यो पानी त्यही त लास्ट त्यही गर्मी कि थकाइसक्यो यहाँ आर्टहरू चाहिँ दामी बनाएको आर्टहरू चाहिँ दामी बनाएको गर्नु भइसक्यो कन्सर्टै भेटेन र हामीलाई एक फोनको हान्छ हो अनि त्यहीँ आइसकेर हामी अनि के त
अग्नि कता हो ऊ त्यहाँ त आएको त हो यही त हो त होइन त्यो गर्नुभएछ यार सो कन्सर्ट कता चाहिँ भेटा छैन है यिनीहरू अगाडि हो रमाइलो छ ठाउँ त होइन बट कन्सर्ट कता हो हामी यहीँबाट होइन उताबाट आएको हो क्या हामी अब के भन्नु यार यहाँ उल्टो हिँड्नु पर्यो हामी चाहिँ अर्कोतिर जाने घुम्दा घुम्दै अर्कोतिर आएछौँ कुन चाहिँ स्कुलमा रहेछ कन्सर्ट त्यहाँ जानु पऱ्यो हाम्रो यहाँ दाइले यता 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 हामी अर्कै ठाउँ जाऊँ अघि आएको चाहिँ हाम्रो हो क्या त्यही हो यहाँ गेमहरू खेल्नु पर्ने यार ड्रेसमा मान्छेहरू के हाँसिदा हो त हो मैले अरूतिर देखेर हाँसेको म्युजिक गर्नु भयो अनमोल दाइले त घुमेकै छैन भन्नुहुन्थ्यो त के भयो यस्तो ए यो घुमे छैन फर्स्ट टाइम हो तपाईँको ए उसको दाइलाईको त्यो त अघि हराउला भनेर खै त यार गर्मी भइसक्यो ठाउँ अहिलेसम्म आउँदैन त एकदम हरामी टाइम पाएन ठाउँ पाएन हातसम्म हाल्छ कि यो चाहिँ केटी हेर्न आएको रे म चाहिँ गीत सुन्न आएको म चाहिँ गीत सुन्न आएको यो चाहिँ केटी हेर्न आएको हामी त कन्सर्ट हेर्न कन्सर्ट हेर्न आएको यो चाहिँ केटी महा के अरे बौद्ध महोत्सव छिटो हिँडौँ न हल्का तपाईँ कस्तो ढिला ढिला गर्ने भने खै यहाँ रनिङ हान्दै जाऊँ न तपाईँ हान्नु रनिङ ल हिजो तपाईँको कार्डियो भए छैन ल लग्दा नि हुन्छ कार्डियो गर्नु एउटाले पुग्छ र अनमोल भाइ मेरो बुक भइसक्यो माइ गॉड फेरि 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 कस्तो भिड हो खासै भिड त रहन्छ त यहाँ हेर न भिड छैन भन्छ कन्सर्टमा त आएँ मलाई कसले पर्फर्म गर्ने ठ्याक ए हो नि त नेवाली कल्चर रहेछ ठिक छ ठिक छ नेवाली होइन रहेछ फेरि आउने भनेको 7-8 बजे हो त्यही हिसाबले हिँड्नु पऱ्यो अर्को दिन हेर्नु न कहिले म त कोरिहानतिर गएँ म हो सिस्नेर जाम के सिस्नेर जानु मन कन्सर्ट नै हेर्न पाएन दयाक्स अब कहिले आउँछ कहिले बेलुकातिर आउँछ जस्तो छ अब घर जानु पऱ्यो होइन घर त होइन अब हल्का डुल्नु पऱ्यो डुल्नु भनेको अब के हो कहाँ जाने हो सिस्नेरी जाने स्विमिङ गर्न गरौँ गरौँ आउने हुँदैन हामी यहाँबाट यतिसम्म गइस् भने हेलमेट लगाउ भन के भयो यसो देखाइदिनु पर्ने के के भयो हेलो गाइस व्हाट्सअप आज हामी कन्सर्टमा आएको है तर कन्सर्ट अब यस्तै हो 7-8 बजीतिर हुने हो कहिले आउँछ अनि जिपकन छिटो आउँदै है गाइस स्टे ट्युन होइन अहिले चाहिँ हामी यहाँ फुलबारीतिर आएको थियौँ कन्सर्ट त्यस्तै हो केटाहरूलाई घुमाउँदैन मात्र ल्याएँ मैले यहाँ के भन्नु हल्ला गरेर अब घुम्न जानु पर्यो कति जाने अब हामी कुलेखानीतिर जान्छौँ होइन अप्सु कुलेखानी जान्छ नि अहिले होइन रसुवा जाने यिनीहरूले कहाँ पुग्न लाग्यो धार्मिक है मान्छे पानी चाहिँ कहाँ जानु भयो के भन्ला सर्च गरिदिन्छु के चाहिँ ए पर्दैन के पर्दैन ल भाइ के पर्दैन ल त्यो भन्छ हैन टाढा भयो नि गाडीको नहेर्ने नि गाडीको हेर्नु पर्यो के खानु तपाईँ पानी हाल्ला के हो आफै भरे के हो यो के हो त्यो नयाँ नयाँ हो आजकल आउँदैन के त्यो आजकल आउँदैन रहेछ हो भने त्यो प्लास्टिक कमाउनु पर्यो भने रिङ किन्नु पर्यो रे फेरि कुन किन्नला अब यहाँ पैसाको अभाव छ दोस्त
ड्राइभर बुढो बुढो छ कि भर्को छ अब ड्राइभर बुढो छ कि भर्को छ अब हाम्रो प्लान चाहिँ क्यान्सल भइसक्यो उताको हामी त यहाँ कुलेखानी जानु लाग्यो अब सुपर कार के गर्न आएको के भयो बाटोमा हेर्छ सुपर कार हाम्रै छ नि यहाँ सुपर कार त सुपर कार भन्दा कम हो र अनि डिस्काउन्ट बस्छ लोगोमा चेन्ज गरेर लोगो मात्र चेन्ज गरे हो के गर्ने अब गर्नै पर्यो नि अब मान्छेले आँखा लगाइहाल्छ चोरिदिन्छ फुटाइदिन्छ होइन तपाईँको त्यस्तै भयो होइन कुन चाहिँ तपाईँको मिडल्यान्ड क्रुजर प्राडो त्यो भएर हल्का हामी केयरफुल गरेर हिँड्नुपर्छ मेरो उरुस थियो मेरो पनि त्यस्तै भयो उरुस थियो कुन कलरमा कुन कलरमा येल्लो येल्लो हामी चाहिँ जाँदैछौँ कुलेखानी त्यहाँ गएर अब कतिको रमाइलो हुन्छ फिर मिलेंगे रे क्या ये हमारा नहीं चल रहा है नेट चलेन कसम चार्ज चार्ज त छ त्यो राखे मेरो चार्ज छैन बनाउनु मैले सरकारी गाडी चाहिँ यसरी आज साउन्ड कम गरेर राम्रोसँग हाल्दै यसलाई समाउँछ यो सरकारी गाडी चाहिँ मिलेन है आज यसरी हिँड्न नम्बर दिनु 7904 यो गाडी मिलेन है यो पास निकालेर ड्राइभर नि देखाइदिएन आजकै तपाईको मागौँ न आशिका दिदीलाई पठाउनु पर्यो हो पर्यो आशिका दिदीलाई पठाउँछु म यो ल ओभरटेक हान्नु छिटो ल ड्राइभर एक मिनट हेर्दिनु भयो धेरै बत्ती आफ्नै धुनमा डुबी दिन्छु आफ्नै सोना असली खुङखार बाबाजी माथिबाट आउँछ मलाई एनर्जी हरियो हर्बल रेमेडी लिगलाइज गर यो औषधि हरियो हावामा नै लोक पर्यो त्यो माइलीको बत्तीमा मेरो सिंहासनको त्यो कत्तीमा हिरो बन्नेलाई किडन्याप सट्टीमा ल गाइस फाइनल्ली हामी चाहिँ कुलेखानी आइपुग्यौँ यस्तो झ्याउ भयो बाटोमा प्लान के थियो के भयो कि यहाँ हाम्रो केटाहरू हिँड्दैछ के हैन अमन सिन्हा जोन त्यही हो मेरो ओहो भ्यू हेरौँ न भ्यू त है यो भ्यूको लागि के भन्न चाहनुहुन्छ के भन्नु यार दुःख गरेर यहाँसम्म आइयो अनि अरू भनेको जस्तो अब स्वर्गको अप्सरा भएको त ठाउँमा आउनु पाउँदा एकदम खुसी लागेको छ मलाई ल है त अरू केही नि जाओस् तपाईँको तर्फबाट यस्तो राम्रो ठाउँको लागि भाइले जो फर्चुनर मिलायो कहाँ फर्चुनर BMW हाम्रो त्यहाँ लोगो मात्र छैन हौ यता जाने पानी पर्न लागिसक्यो तपाईँको न यसको नाम कृषभ शाह कमलको छोरा दाई चाहिँ उसको सुलभ शाह अनि मम्मीको नाम चाहिँ रेणु शाह भन्नु पर्यो अहिले भन्नु पर्यो ल हामी चाहिँ यहाँ आइपुगिसक्यौँ ऊ बोटिङ गर्दैछन् हामी जानु पर्यो अब यो भिडियोमा चाहिँ नदेखाउने हामी त्यहाँ मिल्दैन मोबाइल खस्छ महँगो फोन हो आइफोन 17 प्रो म्याक्स ल त्यही भएर अब ओहो हेर त कस्तो मजाले हान्दैछ अब भिडियो बनाउनु चाहिँ मिल्दैन त्यहाँ मोबाइल खस्छ त्यही भएर मैले अब भ्लगमा होइन भयो भन्न दामी छ भयो चटपटी खाने पानी पनि खाइ हुन्छ कुलेखानीमा यसलाई पानी छुन मन लागेर आएर फेरि हामी कहाँ आयो
माछाको कुरो नगर म राम्रो आउँदो रहेछ त्यो भिडियो म खाँदिनँ माछा हामी त खाते भाइ खाते लड्छ मोजी धन्य नगएको यार यो तिमी के तिमी के हो रे दोस्त ओ माइगल उसले आफै भने आज खान्छु भनेको हो के कस्तो यो आज प्रुफ भयो ऊ रहेछ भन्ने कुरा आज प्रुफ भयो यसले जे पाए त्यही भन्दै है मलाई वेट कस्तो बबल आएको तेरोमा फोन कसको त अनि ठिक छ ल यस्तोमा पो हो त अनि पछि सिधा बना ल ओहो भ्याली होइन होइन ऊ खोइ कहाँ ए ऊ यहीँ उठाउँदै रमाइलो भयो तर कहाँ जाने प्लान थियो मोजी कहाँ आयो यार हामी खै कहाँ सुपर कार हेर्ने भनेको त हाम्रो गाडी नि सुपर कार त भन्ने मोजी होन्डाको फेरि ए होन्डा रे बिएमडब्ल्यूको पो उमत न जाउँ जाउँ बिएमडब्ल्यू स्टार्ट गर्नु बोल खै लास्ट हैट के गरे त्यस्तो हामी चाहिँ अब कुलिहानीबाट फर्किनु लाग्यो अब वी आर गोइङ टु चितलाङ यसको कस्तो गर्नुभयो कतिको रमाइलो हुन्छ ठगलाई ओके चितलाङ गएर खाजा खाने होला होइन माई नेक्स्ट चिट मिल अर्को चिट मिल मेरो फेरि कति के चिकमिङ खाइछु आज भयो अब चाहिँ हामी होइन सिधै कतिवटा खाने चिट त त्यही गर्नु भोलिदेखि फेरि वर्क हार्ड जान्छ हाम्रो वाइल छ अहिले सिया पानी पनि पऱ्यो कि अब चाहिँ हामी सिधै चितलाङ गएर भेडा फार्म जाने होला भेडा फार्म जाने जाउँ न भेडा फार्म गएर नि रमाइलो त रमाइलो भयो यार गाडी चलाउने मान्छे खतरा हो कि मान्छु म होइन आइपुग्यौँ कस्तो दामी यार अब हामी खाजा खान जान लाग्यो खाजा खाएर अनि घर हामी आइसकेका छौँ यहाँ खाजा खाने ठाउँमा त्यहाँ सक्नुहुन्छ दामी छ खाजा खाने ठाउँ दामी छ कि जोस् यहाँ चाहिँ अब क्यारम बोर्ड खेल्न लाग्यो अब एकछिन खाजा खाने खाजा खाएर चाहिँ अब हामी उता काठमाडौँतिर जान्छौँ ल के भन्न चाहन्छौ तिमी रमाइलो भइरहेको होइन त्यही हो अनि अघि भनेको कुरा आई लभ ओ माई गड हामी चाहिँ यहाँ चन्द्रगिरी आइपुगिसक्यौँ हामी चाहिँ रङ बाटो हिँडेर चन्द्रगिरी आइपुगिसक्यौँ लामो हामी हामी त यहाँ चन्द्रगिरी भन्दा नि माथि आइपुग्यो त हामी कस्तो ठाउँको लागि लामो कहाँ आइपुग्यो यार हामी अनएक्सपेक्टेड के आज सब अनएक्सपेक्टेड बाटो बिर्सेर हेर त ल अब यहाँबाट फेरि यहाँबाट चाहिँ कति टाढा छ कि अब फेरि घर चाहिँ जाउँ न भित्र म यता चन्द्रगिरी रिसोर्ट अब यहाँबाट घर फर्किनु छ कस्तो जाडो त्यस्तै छ यार यहाँ म त्यहाँ केबल कारहरू पनि देखाएको छैन होला जोस वाइल्ड छ कि ठाउँ अनएक्सपेक्टेड भयो यार यो हामी के भनेर निस्केको कहाँ आइपुग्यो क्या हामी यो भ्यू अब यो होटेलमा रुक्नुपर्छ क्या आज दाइ होटेलमा रुक्ने हो कि क्या हो हामी आज एक नाइट ल आज यहीँ बसौँ आज यहीँ बस्न लाग्यो अब भोलि सो फाइनल्ली हामी घर पुगिसक्यो वाइल्ड रमाइलो भयो यार दाइले गाडी हाल्दैछन् हाम्रो उफ Turn right, then turn left. खतरा रमाइलो भयो तर
मैले धेरै भ्लग चाहिँ बनाएको थिइनँ गाडीमा कपिराइट आउँछ भनेर रमाइलो भयो ल भयो तिम्रो बुक